अर्को बाइक लिएर आउँदैछु गाइज होइन। यो चाहिँ बाइक एकदम सानो बाइक भयो, मन परेन यो चाहिँ। ओह्रालो पुरै खतरा ओह्रालो नि। बाइक छ अस्ति चलाएको बाइक मैले ठुलो बाइक यता भन्छ ठुलो बाइक। ल गाइस मैले चाहिँ यही बाइक चलाएको मन परेन। सबै सानो छ, एकदमै सानो सानो, मलाई मनै परेन। एकदम ठुलो खालको लिने भन्ने विचार गरेको थिएँ मैले। यस्तो ठुलो खालको यो ठुलो भयो, यता ठुलो छ, यो सानो सानो बाइक भयो क्या। यो रहेछ नि यहाँ ठुलो, ठुलो बाइक रहेछ यहाँ यस्तो ठुलो, तर सबै पुरानो एकदम थोत्रा थोत्री भइसकेको रहेछ है बाइक पनि पुरै यस्तो। ल हेर्नुहोस् त यसको पछाडिको भाग हेर्नु ल कस्तो छ। अगाडि उतातिर पनि छ बाइक, वहाँ पर पनि छ। अब अर्कै बाइक चलाउनु जाने, यो चाहिँ नचलाउने, अब नलिने। अब मैले पैसा दिइसकेको छ, अब नलिने। अब वहाँ पर अर्कै ठुलो लिने, एकदम नयाँ, हेर्दै नयाँ खालको क्या, टक्क परेको है, दामी चाहिँ। यहाँ एकदमै झिलिमिल्लती हुन्छ, यो लाइट झुन्ड्याएको छ, यो सबै झलल्ल बत्ती बल्छ यहाँ चाहिँ। राति चाहिँ एकदम रमाइलो देख्छ यहाँ। अहिले चाहिँ अब साँझ परिसक्यो, लगभग अब 6 बज्न लागिसक्यो यहाँ अहिले। ल यहाँ अब यहाँ पनि अर्को छ, एकदम डेन्जर छ, यहाँ पनि ठुल्ठुलै छ, यसरी राखेको छ यहाँ चाहिँ यस्तै। अब धेरै छ, अब कति बिग्रिएको छ, कति राम्रै छ। उता ठुलो खालको रहेछ, ठुलो खालको। यहाँ पनि
एकदम सानो सानो एकदम बच्चाहरूले चलाउने बाइक राम्रै छ ठुल्ठुलो यसको डेन्जर ल खतरा ठुलो बाइकहरू छ एकदम राम्रो बाइकहरू छ नयाँ रहेछ यार यहाँ त यो त नयाँ रहेछ यो नयाँ उतापट्टिको नयाँ रहेछ नयाँ रहेछ उताको ठिकै रहेछ त्यो पनि यो पनि हल्का अलि नयाँ खालको रहेछ यो पनि यहाँ चाहिँ अब ग्यारेज यो चाहिँ अब सबै कुरो यहाँ छ यस्तो छ यो चाहिँ सबभन्दा ठुलो बाइक यस्तो चाहिँ ठुलो खालको अरे यो चाहिँ ठुलो एकदम इन्जिन त एकदम सानो छ धेरै ठुलो त होइन यो इन्जिन यसको इन्जिन चाहिँ तर खत्रै छ बबाल छ यो पनि यस्तो के अरे खजुरको पातले यता छाएर बसेछ यो घर चाहिँ माथि अब जेनेरेटरहरू यता ससार राखेको छ राति अब लाइट बाल्दैन उतातिर पनि एकदम दामी छ खतरा अब उता पनि साइडमा राखेको छ यस्तरी कम त त यहाँ आम्मा टन्नै रहेछ यता पनि बच्चाहरूले खेल्ने उता अर्को पुरानो एकदमै पुरानो खालको रहेछ त्यो चाहिँ यता पनि भित्र एकदम शीतलोमा राखेको छ यो चाहिँ एकदम कबाडी भइसकेको रहेछ यो चाहिँ यस्तो घरमा बस्छ बिचरा यिनीहरू यस्तो घाममा यस्तो यतातिर पनि छ पुरै कबाडी बनाएर राखेको छ अब यो ठुलोको लुक्स हेर्नुहोस् लगाइस अब चाहिँ म चाहिँ फेरि अन्त्य ठाउँमा चेक गर्न जाँदैछु अब यता चाहिँ मैले गाडी चलाइसक्यो अब अर्को ठाउँमा जाँदैछु है त गाइस हेर्दै गर्नु होला यो चाहिँ माथिको हाइवे छ यहाँ माथि चाहिँ हाइवे हो गाडीहरू गइरहेछ